ल नमस्ते। आज फेरि अर्को एउटा भ्लगको लागि यो चोनमुनको बटरफ्लाई बिचमा आएको छौँ। आज फेरि हामी फ्यामिली ग्यादरिङ छ, त्यसैले बिबिक्यूको लागि चोनमुन बटरफ्लाईमा आएका छौँ। अब हामी अब चाहिँ मासु पोल्नको लागि हामी रेडी हुँदैछौँ। अस्ति छुट्टी धेरै भयो होइन, त्यही भएर अहिले काम बोलाएर सही भन्छ त। पल्टाएको त्यता पोर्क, यता चाहिँ चिकन होइन माथि मजाको राप आएको छ त्यहाँ। आज हामी चुनमुन बटरफ्लाई बिचमा यता चिकन, यता काकाले चाहिँ पोर्कको बेली र रिब्स पोल्दै हुनुहुन्छ। छुट्टी पाउनु पर्छ यतातिर म खाएँ है। आज एकछिन आइपुग्छ नि। हेलो गर न, हेलो गर न। नमस्ते। नमस्ते, खै नमस्ते। हजुर दिदी त्यति भोटे नि मान्छे कि छोरी ल्याइदिनु न यहाँ। मान्दैन त अनि यता भाइ भाइ त दौडेको नमस्ते। बाबु बाबु आए बाबु छुट्टो हुने होइन है। दादा लेमन टी छ त। मेरो भान्जी हो कि
मोटो खान्न मोटो चिकन ल यसरी हाम्रो आजको कार्यक्रम एकदमै मजाले चलिरहेको छ। Kan itu terus ya. खेल्न दिनु ल 1 2 3 ल दुईजना भाउजू आए यताबाट खिच्नु पर्यो यताबाट उजेल आउँदै भयो दाइ धेरै नानु आयो त नि अहिले तेल हाल्दिनँ नि त्यो हालिदिनु तरकारीमा सुप गर्नको लागि तेलमा टेस्ट आउँदैन एउटा लोकल चिकन ल मासु फ्राई हुँदैछ तरकारीको मासु लोकल कुखुराको मासु हो नि कहाँ तरकारीको मासु आगो चाहिँ दामी हो चाहिँ एक महिनापछि गाह्रो हुन्छ यो चाहिँ फर्स्ट राउन्ड चाहिँ यो पकाउने काम भइसक्यो अब यसमा चाहिँ त्यो झोल गर्नको लागि यो चाहिँ सबै नाल लोकल घिउ प्याज हाल्यो पर्दैन डढिसक्यो कि वाउ यसमा त रोटी पनि सही पाक्छ होला हौ यहाँले है त्यसरी आएको भयो त आज हावा छैन नि त अनि यसले छेक्दो रहेछ कि त्यो डाँडामा त्यो आगो रात नभएपछि रोटी फुल्दैन होइन होला बेसर होला दालचिनी पत्ता मसिनो काट्नु मसिनो काट्नु कहाँ हाल्ने तिनवटा पत्ता खोइ धेरै पर्यो
च्याप्यो पर्दैन होला हौ नच्यापी हाल्दैन नि हामी त कतिमा भेट्यौँ है मोनिका नि के गर्यो के यो भेटेर उसो ल बेसेर होला बेसेर धेरै नहाल्नु ल भयो ल सबै हाल न सबै हाल कि ल भन न बेसरपछि हामी हाल्दैछौँ जिरा मसला टमाटर सबै काट्ने हो हजुर जिरा मसला जिरा मसला सबै हाल्दै त झोल हो के रे अनि मिट मसला पनि खुट्टा त ल्याएको छ यहाँ छ छैन सबै हाल्छौँ त्यसपछि आयो धुलो खुर्सानी अलिकति मात्रै हाल्नु हो त्यति मात्रै हाल्नु ल भयो भयो अनि यो अदुवा लसुनको पेस्ट ओके भयो भयो लास्टमा गोल भने चाहिँ बिचमा हाल्यो गोल भने बिचमा हाल्यो डढे पर्दैन यसरी राप भयो अलिक तल ठिकै छ नुन हाल्दै भयो अझै बाबुले धेरै हुन्छ होला हेलो भयो मेरो भयो भाउजू अर्को नपर्ने तपाईँ खानु मिठो देखेछ ल बुढोले पकाएको लोकल कुखुराको मासु अब एकछिन मासु पाल्ने ल राम्रै भयो ल अब ल अब सुप हाल ल बुढो भयो सुप हाल्नु मिनरल वाटर सुप हङकङमा होइन ल कुक पनि एकदम खुसी भएर पकाउँदैछ पुग्दैन होला है हाल्नु सबै ल 2 बोतल डाडु ल्याउनु अलिक छोप्नु हुन अब त अब छोपेर फ्यात्तो हुन्छ
टेढो हुन्छ मिलाउनु त पहिला हालौँ भयो खान्छ यसले यो राबले एकदम पाक्छ ल खाना पकाउने मेरो सोल्टीले कस्तो अनुभव भइरहेछ जङ्गलमा आएर पकाउनु त स्पेसल हुन्छ रमाइलो ल रमाइलो भएछ लैदार ल केही दुई शब्द छ कि सम्पूर्ण युट्युब च्यानल हेरिरहनुहुने सम्पूर्ण दर्शकवृन्द यो सुलमुनको बटरफ्लाई भन्ने ठाउँ हो आज यहाँ हाम्रो पारिवारिक भेटघाट तथा यो दसैँ तिहारपछि एउटा ग्यादरिङ जस्तो कार्यक्रम हो यहाँ बिबिक्यू पनि गरियो साथमा बेलुका खाना खानको लागि यो लोकल कुखुरा यहीँनिर चाहिँ पकाएर खानको लागि हामी एकदमै तयारी अवस्थामा छौँ यो कुखुराको मासु तरकारी पाक्दैछ अब ल अब चाहिँ हामी भात खाना गइरहेका छौँ बोकेर लगौ त झोल छैन कि त्यही भातमै हालिदियो ए हुन्छ ल मैले त्यहाँ उस हालिदियो कोइला कोही उस गरेर गऱ्यो भने छिटो हुँदैन तताएर लैदेऊ न प्लेट पुग्छ नि है हल्का अलिअलि मात्रै हाल्छ क्या बच्चाले खानु थोरै मात्रै हाल्नु दुइटा ल्याएको नि त दुइटा ल्याएको अलि यहाँ बोर्ड पनि थियो कसले बोर्डको चलाएन भाइ यो अचार माइला के हातले खाने तिमी खाऊ न उता चिकनको थियो नि त ससेजको त यही खान्छ अरे मासु खानु नि अनि एउटा यो राम्रो सानो छ नि ऊ यहाँ बस्नु छ यहाँ हुन्छ
भात खाइसक्यो कि अब है ल भात खाऊ न भात कुखुराको झोलसँग खास ढेँडो खानु पर्यो रिजनको तेस्रो बर्थडे यहीँ गरेको हेलो दर्शन हेलो फुपू भन्नु फुपू नमस्ते गर फुपू नमस्ते गर चिकन त खतर गरेर दर्शनको त हटडग जस्तो गरेछ सुरक्षा भात खाँदै त जाडोमा भन्दैछ त चाइनिज न्यु इयरमा रे कहिले छ